तपाईँको एकचोटि नङ हेरौँ न, यो नङ किन देखाउनुहोस् भनेको भने नि तपाईँ खाना पकाउन डराउनुहुन्छ अरे, किन भन्दा नङ बिग्रिन्छ भनेर हो। होइन, मलाई किचनमा इन्ट्रेस्ट छैन दाइ, किचनतिर मैले छिर्नै पर्दैन, यो यो चाहिँ उहाँले नै गर्ने ड्युटी भइसकेको छ दाइ। पकाउने काम यहाँको, धुइधाइ गर्ने काम यहाँ। धुइधाइ पनि मैले नै गर्छु दाइ, कहिलेकाहीँ उहाँलाई मुड चलाए बेला मात्रै हो दाइ, त्यो धुइधाइ पनि मैले नै गर्ने हो होइन। होइन दाइ, त्यो छैन। अनि खानै पकाउनु पर्दैन उसले, किनकि मैले गर्छु सबै कुरा, त्यही भएर त्यो किचन भन्ने सायद उसले मसँग भइसकेपछि किचन भन्ने हार्डली हुन्छ नि मन लागेर छिर्ने हो, नभए छिर्नै परेको छैन। किन किचन अथवा भित्रको कामहरू अब आफ्नो मान्छे कोही नहुँदाखेरि म एक त किचनमा इन्जोय गर्छु, यसको मतलब उसले त्यो होइन कि। अनि म चाहिँ चाहन्छु कि त्यो सबै कुराहरू चाहिँ मैले गरौँ, उसलाई मैले बनाएर खुवाउँ, लाइक हुन्छ नि, त्यो चाहिँ मेरो एउटा ऊ पनि हो। यो मेरो लागि पकाउनु चाहिँ उहाँको लभ ल्याङ्ग्वेज हो के दाइ। किनकि मलाई उसलाई मिठो खुवाउनु मन लाग्छ, मलाई नि मिठो खान मन लाग्छ, त्यस कारणले किचनदेखि लिएर खुवाउनेहरू कुरामा चाहिँ घरमा उहाँलाई चाहिँ मिठो पकाउन आउँदैन, एक्लै बस्दा उहाँ नहुँदा या सुटिङमा जाँदाखेरि गर्नुपर्ने बेलामा जहाँ आवश्यकता हुन्छ त्यहाँ त गरि नै हाल्छु, तर उहाँ भइरहँदाखेरि आवश्यकतै पर्दैन कि। त्यो सायदै विवाह गरे यता अहिलेसम्म किचनको सबै डिपार्ट उहाँले नै सम्हाल्नु भएको छ, र क्लिनिङको डिपार्ट चाहिँ फेरि मेरो हो। मलाई अलिकति ज्यादा हाइजिन कन्सियस छु दाइ, मलाई अलिकति फोहोर कुराहरू योसँग चाहिँ अलिकति प्रब्लम छ।